हेलो, म यहाँ बस्तीको बजार आएको छु कि कस्तो के छ देखाउँछु होला तपाईँहरूलाई। हाम्रो नि यहाँ बस्तीमा बजार हुन्छ होइन, भित्र पस्न आँटेको ए कार लानुपर्छ। कार बोकेर लिएर आउन पस्यौँ है, पस्यौँ हामी चाहिँ यहाँ। अबै मेरो छोरी आएको भएदेखि देख्थ्यो होला, मैना चिउचिउ गर्दैछ त। यो चाहिँ बस्तीतिरको बजार हो, सबै हुन्छ कुखुराले खानेदेखि लिएर। आमालाई यहाँ बिरालोको चारो के को चारो चाहियो अरे कि म नि चराको चारो लान्छु भनेर आएको। त्यही त नि, नानी आउनु थियो भने त। जुत्ताहरू हुन्छ यहाँ, दामी दामी हुन्छ। यी तातो तातो जुत्ताहरू। यो चाहिँ गाउँ बस्तीको बजार हो कि, दामी हुन्छ। कति रुपियाँ रहेछ यसको दाम चाहिँ? 1990। डम्बर एकछिन यहाँ, यो जुत्ता कति? 1990 भने कि मलाई हुन्छ कि हुँदैन हौ है। हेर्नु है यहाँ बस्तीमा गमबुट पनि किन्नु पाउँछ हो। ल गमबुट हो कि के बुट भन्छ हौ यसलाई। ल ट्याक्कै अब चाहिँ गार्डनमा काम गर्नको लागि चाहिँ कुखुराको चल्ला। मेरो छोरीले त साह्रो रहर गर्छ कि कुखुराको चल्ला। मैना यो त बटै चल्ला हो नि आमा। सुतेको पो त के को मर्छ सुतेको नि। मैना कुखुराको चल्ला कति कति दाम छ? 499 एउटाको कुखुरा चल्ला। यहाँ भित्रको कुनै कति हो? आफ्नो आफ्नो दाम हुन्छ क्या यहाँ। यो पनि 599, यो झन् बेसी एउटा चल्ला। यसमा यहाँ 999, यो त हाँसको बच्चा रहेछ। मेरो छोरीहरूले त हो भने त कति रमाउँथ्यो रहेछ नि। मैना ल्याउनु पर्थ्यो रहेछ हेराउनु। ल हेर्नु त बाख्राको चारो के को चारो छ। यस्तो खालको बाख्राले खान्छ अरे। यो चाहिँ यहाँ यस्तो खालको खान्छ अरे, यसले यस्तो खान्छ अरे हो। यसले यस्तो, यो सुँगुरको चारो। ल हेर्नु है, यो चाहिँ खै के को ब्लक हो नि। अनि यो भित्र चाहिँ के पोल्ने उयो गर्ने हो? ल हेर्नु त, मुसा मार्ने के हो ठुल्ठुलो र्याकुनहरू समाउने पनि छ यहाँ त। ल हेर्नु न के हो यो फेरि? उयो त्यस्तो यसको के हुन्छ है यहाँ चाहिँ के हुन्छ। म चाहिँ चराको म्याउ त यता छ होला। कता छ म्याउ? यो कुखुरै हो होइन छ। यो नानीको मैना कुखुराको नानीले खाने अरे चिकनको। मेरो छोरी आएको भएदेखि आज यसले के गर्थ्यो? खालि कुखुरा समाउने भन्छ। आज यहाँ एउटा गाईको नक्सा रहेछ। लु कुकुरको केमा बान्ने। त्यही त किसिम छ हौ, किसिम के हो। यताबाट खोज्दै जानुपर्छ हौ। यो त ओछ्याउने हौ चरा के जाति। यो घोडाले खाने। घोडालाई जौ पनि दिँदो रहेछ। लु बिरालोको कहाँ खोज्नु? छन् त छ। क्याटको चारो यता छैन। यहाँ के को आयो? घोडाकै छ यहाँ पनि। अर्को लाइनमा पो छ होला नि। यहाँ पनि घोडाकै रहेछ। यहाँ छ कुकुरको। कति राम्रो क्युटीहरू। यहाँ न कुकुरको क्युटी पाइको। कुकुरको कपाल कोर्ने बिरालो कुकुरको कपाल कोर्ने है। यो चाहिँ त हाम्रोतिर त कुकुरको कोर्छ नि यस्तो चाहिँ।
मलाई यस्तो पठाइदिनु कुनै के भन्थ्यो यत्रो कुकुरले कुर्ने हो आमै कति राम्रो क्युटी पाइ बसिरहेको छ यहाँ यो यसको यहाँभित्र बस्ने खरायो म्याउ आज कहाँ गएछ हौ म्याउहरू म्याउचीहरूको म्याउ मेरो छोरी खालि म्याउ किन्छु भन्छ त्यो बिरालु कुकुरकै रहेछ यता नि के हो म्याउको चाहिँ हौ त्यो छ होला अब अर्को लाइन होला कुकुर सबै डगीको डगीहरूको त म्याउ त यताको हो कि कति सारा म्याउको त छैन त अन्त खै म्याउ भेटायो म्याउको चारो यहाँ रहेछ नि आम्मा लु म्याउ त कुन खुवाउने हो म्याउलाई अन्त त म्याउ म्याउै छ त सबै म्याउलाई लगिदिने अरे आमाले यहाँ म्याउ लेखेको हुन्छ कस्तो हुन्छ हौ म्याउ फेरि बिरालु पनि केमा हुन्छ पाकेटमै उयो त यो होइन म्याउ गरिरहेको हुन्छ त्यसले होइन यो त होइन म्याउ उयो रहेछ म्याउ खै बिरालुको चारो किन्न आएको त अन्त म्याउै भेटिन त अन्त उयो म्याउ कुन चाहिँ कस्तो खालको हुन्थ्यो म्याउ लु म्याउ त अलिकति म्याउको चारो त धेरै रहेछ लु कति खाओस् र यो खालको पो होला है अर्ग्यानिक चोइस अरे म्याउ त छैन लेखेको त आम्मा लु बिरालु म्याउको चारो यो चाहिँ यता बस्तीतिरको हो कि त्यो भएर साह्रो हुन्छ यहाँ चाहिँ लुगाहरू पनि तातो लुगाहरू गाउँ बस्तीको क्या के रहेछ ए गमबुटहरू छ आम्मा हेर्नु नि यहाँ डिङ्गो बुटहरू छ त यो त यो हाइकिङ गर्ने डिङ्गो बुटहरू छ यहाँ इ 219 परे दाम पनि लु बुट त कत्र कोले लाउने मलाई चाहिँ सानो चाहिएको मेरो खुट्टामा त कहिले लाउने नै भेट्दिनँ म त गार्डनमा काम गर्नुको लागि नि यो उयो पनि छ कति खप्छ है यो दाम चाहिँ महँगो पर्छ कि 49.99 64.99 छ यो जिन्स यस्तो धेरै खप्छ यो लुगा दाम अनुसारकै काम हुन्छ नि फेरि यो चाहिँ यस्तो धेरै राम्रो हुन्छ 3XLहरू हुन्छ यहाँ त 4XL 5XL महँगो हुन्छ त्यो धेरै महँगो पन्जाहरू छ जुत्ताहरूको दाम हेर्नु न 500 सम्म छ यहाँ दाम चाहिँ हाइकिङ गर्ने बुटहरू 154 सस्तो भनेको ए फेरि यहाँनिर चराको चारो किन्न आएको बाई बाई सी यू नेक्स्ट भिडियो गाइस